रेडमा रोजिता चौधरी उनको राम्रो रेड गइरहेको छ राम्रो क्याच तर एक पोइन्ट फेरि पनि ल्याउन सफल रोजिताको टिम रेड गर्न भावनाको राम्रो रेड उत्कृष्ट फेरि पनि एक पोइन्ट ल्याउन सफल सुवानीको टिम रेडरमा रोजिता चौधरी फेरि पनि राम्रो रेड फेरि पनि 1 पोइन्ट ल्याउन सफल रोजिताको टिम रेडमा फेरि पनि भावना उनको राम्रो प्रदर्शन गरिरहेको छ बच्चात एक पोइन्ट ल्याउन सफल रोजिता रेडमा चेतना ऋषि खतरनाक रेड क्याच र मार्न सफल र 1 पोइन्ट रेडरमा सुवानी शाह उनको खतरनाक रेड खतरनाक नम्बर 1 रेड गइरहेको छ अहिलेसम्मको बोनस पोइन्ट छैन कुनै पनि नम्बर ल्याएकी छैनन् सुवानी बहिनीले दुईजना आउट र रोजिताको टिममा 2 नम्बर थप्न फेरि पनि सफल रोजिता चौधरी सुवानीको राम्रो रेडले रोजितालाई मार्न सफल र 1 नम्बर सुवानी तर्फ फेरि पनि थपेकी छिन् आफ्नो टिमलाई रेडमा आयुषमा र राम्रो रेड कुनै पनि नम्बर ल्याएकी छैनन् उनको रेड राम्रो गइरहेको छ खतरनाक किकले 1 नम्बर ल्याउन सफल फेरि पनि सुवानीको टिम रेडमा आयुषमा खतरनाक रेड गइरहेको छ क्याच झन् खतरनाक र क्याच सुवानी शाहको उत्कृष्ट क्याचले 1 नम्बर ल्याउन सफल फेरि पनि सुवानीको टिम र यसै गरी टोटल नम्बर भएको छ सुवानी तर्फ छ र रोजिता तर्फ छ इक्वल र सुवानीको रेड र क्याच 1 पोइन्ट सुवानी शाह फेरि पनि सुवानीले आफ्नो टिमलाई 1 नम्बर थप्न सफल भएकी छिन् र राम्रो रेड यमुनाको देवराज यो कुनै पनि देवराज 1 पोइन्ट 2 पोइन्ट भन्ने अनि कमेन्ट्री पनि गर आइज त रेड असकाइज दिएर त्यो भयो उता लगि जाऊ कि 1 पोइन्ट टिम बी रेड टिम ए क्याच 1 पोइन्ट फेरि पनि सुवानी रोजिताको टिमलाई अनि एउटा समातेपछि सबै आउ न पछाडी गएर बस्या हुन्छ रेडमा सुवानी आइयो रोजिता अब यताबाट गयो पनि यताबाट आइज अब यताबाट आयो त्यो यताबाट खेल उत्कृष्ट गइरहेको छ र भावना आउट र रोजिताको टिममा फेरि पनि 1 पोइन्ट रेडमा के गरेछ रेडमा समीक्षाको राम्रो रेड गइरहेको छ
किन हेरिसस् त्यो तपाईँ त्यो हाँसी कि आउट समीक्षा आउट फेरि पनि 1 पोइन्ट ल्याउन सफल रोजिता चौधरी र टोटल नम्बर यसै गरी 7-11 रोजिता तर्फ 11 र सुहानी तर्फ 7 र फेरि पनि नम्बर ल्याउन सफल टोटल 5 पोइन्ट र रोजिताको टिमले 5 पोइन्ट ल्याउन सफल रेड गर्ने पालो कसको रोजिता रोजिताको राम्रो रेड गइरहेको छ अघिदेखि बोनस ल्याउन सफल र सुहानीलाई आउट गर्न पनि सफल प्लस 2 पोइन्ट टिम बी रोजिताले 2 नम्बर ल्याउन सफल रेड भावनाको राम्रो रेड आउट 3 पोइन्ट भावना सुहानी तर्फ टोटल कच्चा गरे र सुहानी तर्फ 10 र रोजिता तर्फ 18 सेकेन्ड भन्दा धेरैको अड्डी जरा र रोजिताको टिमले फेरि पनि 2 नम्बर ल्याउन सफल रेडमा सुहानी शाह तर टाइम हेर्ने त चाहिन्छ यार कति हो अब फाइनल हुन लागि र क्याच सुहानीको टिमले 1 नम्बर ल्याउन सफल यसैको टोटल नम्बर भएको छ 11-19 रेडमा रोजिता चौधरी र उनले बोनस पोइन्ट ल्याउन सफल र टोटल 4 पोइन्ट ल्याउन सफल रोजिताको टिम फेरि पनि रेड टिम र रेडमा सुहानी आफ्नो टिमलाई नम्बर ल्याउन गएकी छिन् हाफ टाइम हुनलाई 1 मिनेट बजेछ है ओन्ली 1 मिनेट हाफ टाइम हुनलाई सुहानीको राम्रो रेड खेलाछि र 1 पोइन्ट ल्याउन सफल सुहानी शाह फेरि पनि यसैको टोटल नम्बर भएको छ सुहानी तर्फ 12 र रोजिता तर्फ 22 र ठ्याक्कै 10 को नम्बर 10 को फरक र रोजिताको रेडले 2 नम्बर ल्याउन सफल फेरि पनि रोजिताको टिम र रेडमा भावना उनको उत्कृष्ट रेडले आफ्नो टिमलाई नम्बर ल्याउन गइरहेको छ तर अहिले क्याच गुरुमाजीले अहिले क्याच गरेको 1 पोइन्ट ल्याउन सफल फेरि पनि रोजिताको टिम